हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ हाम्रो किचनमा। आज बुढाले बनाउँदै हुनुहुन्छ, डोसा बनाउँदै हुनुहुन्छ साथीहरू। दाल पनि बनाइसक्नुभयो। डोसा बनाउँदाखेरि चाहिँ मैले भिडियो निकालेको छु। हेर्नुहोस् है साथीहरू, मेरो बुढाले गर्नुभएको काम हजुरहरूलाई कस्तो लाग्दैछ। भिडियो जस्तो लाग्यो त्यस्तै कमेन्ट गरेर भन्नुहोला है साथीहरू। हेर्नुहोस् त कति राम्रो डोसा बनाउनु भयो। उहाँलाई सबै खाना बनाउन आउँछ साथीहरू, एकदमै राम्रो बनाउनुहुन्छ खानाहरू। तेल पनि राख्नुभयो डोसामा। हेर्नुहोस् है साथीहरू, यसरी बनाएपछि एकदमै टेस्टी हुन्छ। हजुरहरू पनि ट्राई गर्नुहोला। धेरै साथीहरू त खानु पनि हुन्छ। हामी नेपालमा बस्ने मान्छेलाई चाहिँ खासै त्यति थाहा थिएन साथीहरू, यस्तो डोसाहरू बनाउनु पर्छ भनेर। यहीँ आएपछि सिकेको मैले पनि। हेर्नुहोस् है साथीहरू, अब अर्कोतिर फर्काउनु भयो डोसा। अब एकछिनमा अब हामीलाई पनि दिनुहुन्छ डोसा बनाएर। बुढाले कहिले कहिले खाना बनाएर हामीलाई पस्केर दिनुहुन्छ। एकदमै खुसी लाग्छ साथीहरू, आफ्नो आमाको याद आउँछ। यसो गर्दाखेरि बुढाले यस्तो गर्नुहुन्छ। हेर्नुहोस् त, बाबुले फेरि बाबासँग शिकायत गर्दैछन् काने खुसी गरेर। हेर्नुहोस् है, फेरि बाबाले छोरालाई खाना ल्याएर दिनुभयो। खाऊ बाबु भनेर बाबु खाना बसेको छन्। हेर्नुहोस् है, बाबुलाई कस्तो लाग्यो बाबु भनेर मैले सोधेको। मिठो लाग्यो मम्मी भनेर भन्दै थिए बाबुले। अब बाबुको पालो आएपछि मलाई पनि बुढाले तिमी पनि खाना बस देवी भनेर भन्नुभएको छ। अब म पनि खाना बसेको छु साथीहरू। अब हेर्नुहोस् त, बुढाले मेरो लागि पनि खाना लिएर आउनुभयो। एकदमै धेरै खुसी लाग्छ। यसरी बुढाले मलाई धेरै कुराहरूमा सहयोग गर्नुहुन्छ साथीहरू। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।